मिडियाको प्रोपगेन्डा भयो। कसैले हाल्यो आज भिडियो, सबै मिडियालाई मैले भनेको हैन, केही साथीहरूलाई भन्न चाहन्छु, सबिन हर्जनलाई टाउको पछाडि हिँड्दै गर्दा आन्दोलन सकिसके पछाडि बाटोमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मारेको भिडियो खै त लाइभ आएको? कहाँ छ मिडिया? कुन ठाउँमा छ? दुई चार जना मिडियाहरु होला जसले आज आरोप लगाइरहेछन्। त्यो भए हुनाले अहिले पनि भन्न चाहन्छु, यो व्यवस्था जोगाउने कि यो व्यवस्था फाल्ने अधिकार राजनीतिक दललाई, यो पत्रकारलाई होइन। त्यसको पहरेदार गर्नुपर्ने तपाईलाई कुनै आवश्यकता छैन। हो छानबिन खै त अहिलेको संसदीय छानबिन समिति बनाउने हो कि न्यायिक समिति बनाउने हो कि कस्तो खालको समिति बन्छ? त्यो मज्जाले अहिले मानवाधिकार आयोगलाई मज्जाले नागरिक समाज र मानवाधिकार आयोगलाई छानबिन गर्न दिउँ। यो छानबिन गरौँ, दोषी को हुन् निर्दोष को हुन् त्यसको स्पष्ट सरकारले खाका बाहिर ल्याओस्, छानबिन गरोस्। म आज पनि भन्छु, दोषीमाथि चाहिँ उन्मुक्ति पाउनु हुँदैन, चाहे त्यो राजनीतिक दलबाट होस्, चाहे त्यो कुनै व्यक्ति होस्, चाहे त्यो सरकारले प्रयोग गरेका भिजिलान्टहरू, चाहे नेपाल त्यो गोली हान्ने नेपाल प्रहरीका ती कर्मचारी र आदेश दिने गृहमन्त्रीले राजीनामा तत्काल दिनुपर्छ। आज बाटोमा हिँड्दै गरेको मान्छेलाई मार्न पाउने अधिकार छ? के प्रहरीमाथि ढुङ्गा हानेको भिडियो छ त्यहाँ? कि त त्यो भिडियो फेको भन्नु पर्यो? आधार छ? बाटोमा उभिएको मान्छेलाई, रोडको साइडमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मार्ने, हत्या गर्ने अनि अहिले ठुलो प्रोपगेन्डा गर्ने, यो मिल्दैन। हस्, धन्यवाद। माओवादीको सांसदले धन्यवाद। अपरेसन गर्नु भएको छ, के भन्नु? यो संसदमा